साँच्चै म यस्तो मान्छे हुँ कि मलाई के मान्छेको अगाडि क्यामेरा हटाएर भिडियो बनाउनु चाहिँ एकदम असहज महसुस हुन्छ कि म त्यही भएर म कहिल्यै पनि कसैको अगाडि म क्यामेरा देखाएर चाहिँ भिडियो बनाउन सक्दिनँ। सबैजनालाई स्वागत छ मेरो मिनी ब्लगमा। म चाहिँ आज लागेको छु कोलपुरतिर। मेरो चाहिँ हल्का काम थियो कोलपुर, तर म यति धेरै पसलमा गएको थिएँ तर मैले एउटा पनि भिडियो नबनाएर म घरतर्फ लागेको मान्छे हुँ कि हजुरहरूले आफै पनि कल्पना गर्नुहोस् कि म कति धेरै मान्छे अगाडि भिडियो बनाउन लाज मान्छु भनेर है। अनि के यति धेरै पानी परिरहेको छ भन्ने हल्ला सुनेको थियो, तर यहाँ चाहिँ धेरै त परेको थिएन, तर हल्का हल्का चाहिँ पानी परेको थियो। तर पानीले चाहिँ धेरै हानि नोक्सानी यतातिर त पारेको छैन, तर कतिपय ठाउँहरूमा चाहिँ पार्यो, असिना पनि पर्यो होला। त्यही मैले न्युज हेरिरहेको थिएँ। अनि म चाहिँ 5 दिनमा गएर फर्केको, मलाई भिडियो बनाउन लाज लागेको थियो, तर पनि हल्का भिडियो बनाएर चाहिँ म घरतर्फ लाएँ। हेर्न सक्नुहुन्छ मैले चाहिँ आफ्नै पैसाले कमाएर किनेको रिङ लाइट हो। मैले चाहिँ सानो बिजनेस स्टार्ट गरेको छु। मैले चाहिँ मसँग चाहिँ टप्स कुर्ती अभाइलेबल छ, हजुरहरूलाई मनपर्छ, हजुरलाई चाहिएको छ भने चाहिँ मलाई एसएमएस गर्न सक्नुहुन्छ, म हजुरलाई रिप्लाई दिने छु अवश्य पनि। अनि मलाई एकदम फेस मास्क लगाउन रहर लाग्छ के। अनि म फेरि रहर मात्रै होइन, मैले 15 मिनटसम्म 15-30 मिनटसम्म लगाएको त्यो फेसमा लगाएको मास्कलाई झिकेर फेरि पनि त्यसको रस निचोरेर लाउँछु भने चाहिँ आफै हजुरले आफै सोच्नुहोस् कि म कति धेरै लोभी छु भनेर के। यति धेरै लोभी छु नि तपाईँहरूलाई के भन्नु र। ओके बाई साथीहरू, आजको लागि चाहिँ यति नै।